टिकटकबाट ल्याएको भिडियोमा भएको चाहिँ टिकटकको लोगोलाई कसरी हटाउने त्यो चाहिँ भिडियो बनाउँदैछु म अहिले। हजुरहरूले राम्रोसँग ध्यान दिएर हेर्नु होला। तर टिकटकमा चाहिँ तपाईँको भिडियो एकदम राम्रो भएको छ, तर त्यो भिडियोलाई डाउनलोड गरेर चाहिँ फेसबुकमा अपलोड गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ टिकटकको चाहिँ लोगो भइरहन्छ, तर त्यसले चाहिँ त्यो भिडियो चाहिँ अपलोड गर्दाखेरि फेसबुकले चाहिँ इस्यु देखाउने भएको हुनाले त्यो चाहिँ लोगो बिना नै हामीले कसरी चाहिँ त्यो भिडियो ल्याउने, त्यसको लागि चाहिँ म भिडियो बनाउँदैछु। त्यसको लागि सुरुमा हामीले चाहिँ टिकटकमा जाने। टिकटकमा गइसकेपछि हजुरले कुनै पनि भिडियो सेलेक्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ यो भिडियो सेलेक्ट गरेँ। त्यसभन्दा पछि सेलेक्ट गरिसकेपछि थ्री डटमा क्लिक गर्ने। थ्री डटमा क्लिक गरिसके थ्री डट छ यहाँ टाउको बच्चाको टाउकोमा मात्रपट्टि, त्यहाँ क्लिक गर्ने। त्यहाँ क्लिक गरिसकेपछि दायाँ साइडमा अनि त्यसपछि यहाँ बायाँ साइडमा चाहिँ कपी लिङ्क भन्नेमा क्लिक गर्ने। त्यसभन्दा पछि हामी गुगल वा क्रोममा जाने। गुगल वा क्रोममा जाने। म चाहिँ यतिखेर क्रोममा गएँ। क्रोममा गइसकेपछि टिकटक भिडियो डाउनलोडमा चाहिँ सर्च गर्ने। त्यो सर्चमा चाहिँ टिकटक भिडियो डाउनलोडमा चाहिँ क्लिक गर्ने। त्यसभन्दा पछि चाहिँ त्यसमा चाहिँ आउँछ एउटा स्न्याप टिक भन्ने चाहिँ आउँछ। त्यसमा चाहिँ क्लिक गर्ने, यहाँ क्लिक गर्ने। अनि त्यसभन्दा पछि त्यहाँ एकछिन पेस्ट टिकटक लिङ्क हियरमा चाहिँ प्रेस गर्ने। त्यसपछि पेस्ट आउँछ, पेस्ट गरिदिने। त्यहाँ पेस्ट गरिदियो भने त्यो टिकटक लिङ्क चाहिँ त्यहाँ पेस्ट हुन्छ र डाउनलोडमा क्लिक गर्ने। डाउनलोडमा क्लिक गरिसकेपछि डाउनलोड भिडियो एचडीमा क्लिक गर्ने। यहाँ चाहिँ डाउनलोड भिडियो एचडीमा क्लिक गर्ने। त्यसभन्दा पछि चाहिँ एकैछिनपछि चाहिँ तपाईँको भिडियो चाहिँ डाउनलोड हुन्छ। त्यसभन्दा पछि सिधै हजुरहरूले चाहिँ ग्यालेरीमा भेटाउनुहुन्छ। यसरी चाहिँ डाउनलोड भइरहेछ, यसरी ग्यालेरीमा हुन्छ। त्यसरी चाहिँ ग्यालेरीबाट चाहिँ बल्ल चाहिँ फेसबुकमा पोस्ट गर्न सक्नुहुन्छ है त। कुनै पनि भिडियोहरू टिकटकमा चाहिँ राम्रो भएको छ, त्यो भिडियोलाई चाहिँ हजुरहरूले चाहिँ ल्याउन चाहनुहुन्छ भने यस्तै गरेर ल्याउनु होला। त्यसरी चाहिँ वाटरमार्क बिना चाहिँ यसरी आउँछ। यो भिडियो आइसक्यो, यहाँ त कुनै पनि वाटरमार्क छैन है त।